श्रम संस्कृति पार्टीको दस्तावेजमा छौँ, म्यानिफेस्टोमा। हर्क साम्बाङले के भन्थे भन्दाखेरिमा हामी स्कुल 3 दिन लगाउने, पढ्ने कम, काम धेरै गर्ने भन्थे। कुरो सही हो, तर म्यानिफेस्टोमा सुरुकै पेजमा पढ्न यत्रो लगाएका छन्। अब यो पढेर कहिले सिद्धिने होला? के हो श्रम संस्कृति भनेर भनिया छन् भनेपछि यो संस्कृतिको बारेमा जान्नु पर्यो। भनेपछि उनको विशेष ध्यान भनेको संस्कृतिको विकास। संस्कृति भनेको कल्चर मात्र होइन, संस्कृति भनेको सबै कुरा। हामी कसरी बस्छौँ, कसरी खान्छौँ, कसरी आफूले कामप्रति हाम्रो धारणा के छ, जीवनप्रति धारणा के छ, मूल्य मान्यताहरू के छन्, सबै कुरा, हाम्रो जीवनशैली के छ, विकास भनेको के हो भनेर बुझ्छौँ। सबै कुरा यसैमा पर्यो के संस्कृति भनेको त। पहिलो अब यसमा पोइन्ट्सहरू हेरौँ, तिमीलाई विशेष लागेका पोइन्ट्सहरू भन त पढ्दाखेरि। मान्छे कस्तो बन्छ भन्ने कुरा उसको संस्कृतिमा भर पर्छ। हामी त्यो कुरा एकदमै मान्छौँ होइन? अनि त्यसपछि कस्तो बन्छ भन्ने कुरा मान्छेको लामो निरन्तरको अभ्यासले निर्धारण गर्छ होइन? तिमीले के पढ्यौ? श्रम भन्ने बित्तिकै गर्ने कर्म हो भन्ने बुझ पर्दछ, जुन उसले आफ्नो जीवन चलाउन गर्ने गर्दछ। श्रम केवल जीवन चलाउन मात्रै त होइन कि जस्तो लाग्छ मलाई। तर भन्न खोजेको कुरा अब जीवन चलाउन श्रम त गर्नै पर्यो। ल पढ, कोही कोहीलाई पोइन्ट्सहरू पढ्न इन्ट्रेस्टिङ पोइन्ट्सहरू सकारात्मक रूपमा परिवर्तन गर्नु नै सबभन्दा ठुलो विकास मान्दछ। कसले? श्रम संस्कृतिले। राइट, त्यो कुरा सही हो। अरू भनेपछि विशेष गरी जोड केमा छ त भन्दाखेरिमा संस्कृति भनेको के हो भन्ने कुरा, मान्छेकै संस्कृति भनेको के हो, श्रम संस्कृति भनेको के हो भन्ने कुरा छ। बबिता, संस्कृति भनेको निम्न उद्देश्य प्राप्त गर्ने निम्न उद्देश्य प्राप्त गर्नलाई संस्कृति। अल्छी मान्छे र समाजलाई पौरखी बनाउने। अब नेपालीहरू हामी के छौँ भन्दा हामी पौरखी पनि छौँ, तर हामी अल्छी पनि छौँ। कसरी अल्छी बन्यौँ भन्ने कुरा यो बुझ्न अलिक गाह्रो छ। के कारणले अल्छी भइयो होला? हामी किन विकास गर्न सकिएन होला त? आश। हामी केमा डिपेन्डेन्ट भइयो? केमा डिपेन्डेन्ट भइयो बाबा? केमा डिपेन्डेन्ट भइयो? पोलिटिसियनहरुमा, लिडरहरुमा। अब यही छ समस्या होइन? लिडर, पोलिटिसियन। अरू तिमीले के भन्थ्यौ रे? अरूको भर। अरू भनेको को? विदेश, फरेन हो। विदेश, फरेन। किन फरेनमा हामी केले देखाउँछ हामी फरेनमा धेरै भर पर्छौँ भन्ने कुरा? विदेशमा हामी धेरै भर परेका छौँ। किन? रेमिटेन्स। काम गर्न त गयो, तर यहाँ बस्ने हामी कसरी भर परेका छौँ? लडाई हो, लगानीको लागि विदेशी पैसा चाहियो। अरू राम्रो यो गरा बेसी। टेक्नोलोजी। हामीले आफ्नो विकास गरेनौँ, अर्काले गरिदिएको चिजलाई प्रयोग गर्ने। हामी कस्ता भयौँ त? प्रयोगकर्ता। विकास गर्ने काम नगर्ने। वी आर युजिङ कन्ज्युमर्स भन्छ के? वी आर कन्ज्युमर्स। कन्ज्युम गर्ने। आलु उत्पादनहरूले गर्छ, खाने हामीले भइयो। पैसा जति त दिनु पर्यो। उत्पादन नगर्नेले त पैसा त लिने पाउने कुरो भएन। समस्या त्यहाँ छ। हर्क साम्बाङको विशेष जोड भनेकै त्यही हो कि यदि हामी उत्पादन गरेनौँ भने हाम्रो पैसा अरूले लैजान्छन्। केवल एग्रिकल्चर मात्र होइन। वाट आर द थिङ्स द्याट वी आर कन्ज्युमिङ? टेल मी। Machines. We are not developing machines, but we are using some machines that are developed by others. Vehicles, right? Technology, IT, right? Everything, all the applications, this machine that I am using, everything. सबै चिज अर्काले बनाइदिएको छ, हामीले त युज गर्ने मात्र हो। यसको भित्र के छ, कसरी बनेको छ, हामीलाई केही पनि थाहा छैन नि। हाम्रो शिक्षाले पनि त्यही सिकाउँदैन। अनि मान्छेले भन्छ नि हामीलाई के बुझाइएको छ भन्दा म्याथले केही पनि गर्दैन, साइन्सले केही पनि गर्दैन।
अब साइन्स टेक्नोलोजी नै नपढेपछि चिजहरूले कसरी काम गर्छ थाहा छैन, बाहिरबाट सबै किन्दै ल्याउँदै लाग्दै युज गर्दै गर्नु पर्यो, अनि अर्काको अनुसार चल्नु पर्यो। अर्काले बनाए अनुसार चल्न थालेपछि त हामी पछाडि हो नि, होइन र? पछाडिको पछाडि हो नि। ड्राइभर अगाडिको सिटमा बसेर चाहिँ ड्राइभरभन्दा अगाडि मान्छे बस्दैन हो, त्यस्तो भयो। त्यो कुरा एकदमै सही हो। अब अरू बेइमान मान्छेलाई इमानदार। हामी आजभोलि किन बेइमान भनेको के हो? कस्ता मान्छेलाई बेइमान भन्छ? इमान नभएको। जस्तै नेपाली समाजमा इमान नभएको भनेको के हुन्छ? मान्छेले कसरी चाहिँ आफ्नो जीविकोपार्जन गरेको छ। एउटा त ल चोरको त कुरो छ, ल ठिकै छ। अरू कसरी? भ्रष्टाचार, करप्सन। अरू करप्सन। अरू कालो बजारी। यस। अरू एउटा विशेष पोइन्ट छ के तिमीहरूले सोच्नु पर्ने छ। नेपाल दलालले चलाएको दलाल, कमिसनले चलाएको कमिसन र दलाली, ब्रोकर। आफ्नो प्रोडक्सन केही पनि छैन। छ त? छैन। जेमा पनि रियल काम गर्ने मान्छे कम छन्, तर जीविकोपार्जन गर्नलाई यता र उता गर्ने मान्छे धेरै छ। जस्तै अफिसमा जाऊ, ब्युरोक्रेसीमा जाऊ, के छ? भित्र काम गर्ने मान्छे एउटा हुन्छ, बाहिर दलालहरू 4-5 जना बसेर हुन्छन्, हो कि होइन? तिमी मानौ सरकारी कामहरू गर्न गयौ अथवा जे गर्न गयौ, प्रत्येक ठाउँमा तिमीले के गर्छौ? प्रत्येक ठाउँमा दलाल छ। फेरि लिगल दलाल होइन, इलिगल दलालहरू हो। यस्तो बेइमान हो यो के हो? बेइमान। बेइमान अर्को केमा छ? सबभन्दा बढी बेइमानी नेपालमा, ल भन त, थिङ्क अबाउट इट। केमा छ होला सबभन्दा बढी बेइमानी? बजेटमा त भ्रष्टाचार भयो। बेइमानी एउटा यस्तो गभर्मेन्टको एउटा यस्तो अङ्ग छ जहाँ चाहिँ बेइमानी एकदमै छ। लिडरहरू न्यायपालिका पनि छ, निर्वाचन पनि छ त्यता पनि। तर तिमीले रियल लाइफमा के दिनदिनै त्यो भोग्छौ, के होला त्यस्तो? गभर्मेन्ट केमा? ट्याक्समा पनि छ। यस। अरू दिनदिनै मान्छेहरूलाई भेट्न जानु पर्यो, दिनदिनै के एक्जिक्युटिभ व्यवस्थापिकामा, ब्युरोक्रेसीमा जस्तो बेइमानी कहीँ पनि छैन। छ त? छैन। लाइन बस। अनि उनीहरूले नेपाली जनतालाई सहयोग गर्नको साटो के गर्छन्? तिमी मानौ तिमी गयौ, तिमी नेपाली हौ, मानौ तिमी नेपालको नागरिकता भएन तिम्रो, तर जन्मियो नेपालमा, केही कारणवश तिम्रो आमा बुवा हुनु भएन। अब यो त मैले आफूले भोगेको कुराहरू हो, किनभने यहाँ त्यस्तै बच्चाहरू कहिले आउँछ। अब उनीहरूले के गर्छन्? कसरी हुन्छ मान्छे अड्काउने, कसरी हुन्छ यसलाई नागरिकता दिलाउने? होइन, एउटा पेपर पुगेन भने कम्तीमा फोटोकपी मसिन साइडमा हुन्छ, फोटोकपी गरेर काम निप्टाएर पठाउन मिल्छ मिल्दैन? विदेशतिर त्यही गर्छ मान्छेले। एउटा फोटोकपी पुगेन भने हजुर जानुहोस् भन्छ। फोटोकपी गरेर आउँदाखेरि त्यहाँ अर्को लाइन हुन्छ, अनि फेरि अर्को केही दिन कुरा, फेरि एउटा चिज गर्छ, फेरि अर्को दिन आउँदाखेरि फेरि अर्को फोटोकपी पुग्दैन। न लिस्ट छ, न केही छ, न यो भए पुग्छ भन्ने छ। भनेपछि ब्युरोक्रेसी धेरै जसो केसमा सहयोग गर्न भन्दा के गर्न बसिया छ? बेइमान, बाधा पुर्याउन। कसरी हुन्छ? काम नगर्ने। यसलाई भनिन्छ बेइमानी। हामी इमान्दार भएनौँ, हामी के को लागि त्यहाँ छौँ भन्ने थाहा भएन कि। हामीलाई के लाग्छ? हामी बस हौँ, जनताको सेवा गर्नलाई होइन कि जनतालाई अर्डर दिनलाई। यो भयो भने यो दिन्छु, यो भयो भने यो दिन्छु। त्यो एटिट्युडले देश विकास हुँदैन नि त। हामी त त्यहाँ जनताको सेवा गर्नलाई जाने हो। उसको केही पुगेन भने कसरी पुग्छ उसलाई आइडिया दिनु पर्यो। उसले सही सलामत कुनै चिज गर्न खोज्दैछ भने त उसलाई त आइडिया दिनु पर्यो। यो गर्नुहोस्, यसरी 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 हुन्छ, म के गरिदिनु पर्छ गर्न जाने। तिमी कुनै कम्पनी खोल्न गयौ, अब कम्पनी खोल्नलाई यहाँ कति दिन लाग्छ? अनि फेरि के छ? यही गर्दा गर्दै बेइमान तरिकाले कम्पनी खोल्ने मान्छेहरू बढिया छन्। सजिलो बाटो अप्नाइदिएमा त मान्छेले बेइमान गर्ने कम हुन्थ्यो नि। खाना लाउन नभएपछि के भयो? मान्छे कसरी हुन्छ? यता र यता घुमी घुमी काम गर्ने। त्यसले गर्दा सारा चिज समस्या छ। अब अरू
देशभक्त बनाउने भन्न खोजेको आफूलाई मात्र नसोचिकन देशलाई पनि सम्झिने त्यस्तो खालको उ गर्नु पर्यो हो कि त्यसकोलाई देशभक्त भनेर अब पोइन्ट्सहरू पढ त यसो सर व्यक्तिगत स्वार्थ बाहेक थोकमा चासो नदिने मान्छेलाई देश र व्यक्तिको बिचको अन्योन्याश्रित देशका लागि पसिना बगाउने भनेपछि कुरोकानी विशेष गरी यो दस्तावेजको मेन पोइन्ट के लाग्यो इफ यु हेभ टु से वान सेन्टेन्स एक सेन्टेन्समा भन्न खोज्दाखेरि हर्क साम्पाङको मेन उद्देश्य के छ त के गर्ने संस्कृतिलाई के गर्ने जोगाउने जागरण गर्ने परिवर्तन गर्ने भएको संस्कृतिलाई केवल राखिरहने होइन कि हामीले एउटा नयाँ संस्कृतिको विकास गर्नुपर्ने छ जुनलाई श्रम हो मान्छे बनाउने मान्छेलाई अलिकति पुलिसिङ गर्छ भर्क साम्पाङ आयो भने चाहिँ अलिकति मान्छेलाई यो कुरा अरूमा छैन होइन तर कोही मान्छे त राम्रो होइन सबै बेइमान छैन सबै अल्छी छैन नेपालीहरू देशभक्त छन् नेपालीहरू फेरि अर्को तरिकाले हामीले यसो विचार गर्ने नेपाली जतिको देशभक्त जहाँ गए पनि नेपालको झन्डा बोकेर गएको हुन्छ नेपाली जतिको इमानदार कोही पनि पाइँदैन त्यही भएर जहाँ कतै नेपाली खोज्छ मान्छेले काम गरेर नेपाली जस्तो पौरखी कोही पनि छैन आर्मीहरू जताततै छन् नेपालीहरू घरमा गाउँमा केही नहुने ठाउँमा पनि मान्छेले खोसेर भए पनि खाना खुवाएको छ बच्चाहरूलाई गरेको छ अब कुन तरिकाले बुझ्ने भन्ने कुरा हो भनेपछि ओभरअलमा हामीले यसो हेर्दाखेरि यी कुराहरू छन् ल